काम गर्न दिनुपर्ने खालको एउटा फैसला आइसकेपछि केन्द्रीय आयोग र जिल्लाको आयोगले काम अगाडि बढाएको छ। धेरै राम्रो कामहरू बढेको छ। यो कामलाई अझ आगामी दिनमा अझ राम्रो किसिमले अझ स्पिडका साथ गतिशीलताका साथ अगाडि बढोस्। यसमा नगरपालिकाले काम गरेकै छ, जनप्रतिनिधि साथीहरूले सबैले काम गरेकै छ, राजनीतिक पार्टीका साथीहरूले पनि सहयोग गरिराख्नै भएको छ, स्थानीय नागरिकहरूले पनि काम गरिराख्नै भएको छ। तर हाम्रा बीचमा केही न केही समस्या छ अझ पनि। जस्तो 51 सालमा 9 महिनामा मात्रै 62,500 जग्गा धनी प्रमाण पत्र हामीले वितरण गर्यौं। त्यतिखेरको सरकारले वितरण गर्यो र त्यो पछि त्यो गतिमा किन हाम्रा जग्गा धनी प्रमाण पत्रहरू वितरण हुन सकिरहेको अवस्था छैन? यो चाहिँ खोजीको विषय छ। वडाका जनप्रतिनिधिहरू पनि एकदमै राम्रो किसिमले काम अगाडि बढाएको छ। नगरपालिकाले पनि राम्रै ढङ्गले अगाडि काम बढाएको छ। कुनै कर्मचारीलाई अभाव हुन दिएको छैन। आर्थिक रूपमा देखि लिएर हरेक कुराहरू व्यवस्थापन गरेको छ जनशक्तिका किसिमले। केन्द्रले पनि जनशक्ति पनि थपेकै छ, काम गरेकै छ केन्द्रको आयोगले पनि। तर यो काम जुन गतिका साथ हामीले गर्न सक्नु पर्दथ्यो त्यो किन हामीले गर्न सकिरहेका छैनौँ? यो यहाँको बेतकोट नगरपालिकाको कुरा होइन, मैले समग्रताको कुराकानी गरेको। त्यस कारणले कहिले काहीँ खोजी हामीले गर्नुपर्छ। अघिल्लो पटक निरौला आयोगको अध्यक्षजी हुनुहुन्थ्यो निरौला सर भएको बेलामा पनि हामीले भन्यौं, उहाँलाई हेर्दाखेरि त्यतिखेर बजेटै थिएन। त्यो आयोगको विज्ञ सदस्य यो आयोगमा पनि हुनुहुन्छ, उहाँलाई थाहा छ। त्यतिखेर आयोगमा बजेटै थिएन। पछिल्लो आयोगमा बजेट छ। जुन ढङ्गले हामीले काम अगाडि बढाउन सकेका गर्नुपर्दाखेरि त्यो अगाडि किन बढ्न सकेको छैन? कहीँ हाम्रा बीचमा आयोग र नेपाल सरकारको जो स्थायी रूपमा चलेको छ नापी कार्य र मालपोत कार्यालय मार्फत हुनुपर्ने कामहरू हामीले राम्रो किसिमले त्यहाँबाट सेवा प्राप्त गर्न सकेका छौँ कि छैनौँ, यो विषय बुझ्नुपर्ने जरुरी छ। हामीलाई थाहा छ मालपोत कार्यालय नापी कार्यालयले गर्नुपर्ने काम सम्पादनका कुराहरू कहीँ न कहीँ यो या त्यो बहानामा अड्किरहेको जनगुनासो हामीले सुनिरहेका छौँ। यो यहाँको नगरपालिकाका प्रमुखजी हुनुहुन्छ अनि जिल्ला आयोगको अध्यक्षजी हुनुहुन्छ, उहाँलाई थाहा होला। तर पनि यो चाहिँ के कारणले, कानुन अभावको कारण हो या कानुन र कार्यविधिको समस्याका कारण हो या आयोगले नटेरेका कारण हो या कानुन अभावका कारणले गर्दाखेरि अहिले आयोगले भने अनुसार हामीले काम गर्नुपर्ने तर भोलि पूर्जा दिइसके पूर्जामा दस्तखत हुनुपर्ने हामीले गर्नुपर्ने, त्यसको रिस्पोन्सिबिलिटी हामीले लिनुपर्ने, भोलि बिग्रिहाल्यो भने जेल हामीले जानुपर्ने, हामीले आयोगको काम उनले भने जस्तो किन गर्ने भन्ने कुरा मालपोत र नापीका हाकिम साहबहरूलाई समस्या परेको हो भने यो गाँठो खोज्नु पर्दछ। आज आयोगको केन्द्रीय अध्यक्ष हुनुहुन्छ, सिङ्गो टिम छ। यो आयोगको जुन किसिमको काम गतिविधिहरूलाई आज मालपोत कार्यालय, नापी कार्यालय, वन कार्यालय लगायतका सरोकारवाला कार्यालय जुन गतिका साथ जनताको साथ दिनुपर्ने, नागरिकको काम गर्नुपर्ने हो, त्यो काम किन गतिका साथ हुन सकिरहेको छैन? बजेट छैन भने बजेट छैन भन्नु पर्यो। बजेट छ भने काम किन हुन सकेन? कसका कारणले रोकिएको छ? कसका कारणले काम गर्न सकिरहेको छैन भन्ने कुरा हामीले खोजी गर्नुपर्छ। यो जे काम भएको छ यो काम राम्रो भएको छ। म यसको प्रशंसा गर्न चाहन्छु। नगरपालिका, आयोग, नापी कार्यालय, मालपोत कार्यालयलाई म धन्यवाद बधाई पनि दिन चाहन्छु। तर यति कामले हुन सक्दैन। यो सेतो पूर्जा आज हामीले वितरण गरेको पूर्जा मलाई लाग्छ 2067 सालमा वीरबहादुर सुनार आयोगको जिल्लाको अध्यक्ष भएको बेला त्यो पूर्जा प्राप्त गरेको। आज 67 सालदेखि आज 82 साल भयो, कति वर्ष भयो? 67 सालमा हामीले प्राप्त गरेको सेतो पूर्जामा 10 वर्षसम्म बेचबिखन गर्न पाइने छैन भनेको। त्यसको चाहिँ 67 देखि 77 सालमा त्यो टुङ्गिहाल्यो। तर हामीले त्यसलाई सेतो पूर्जालाई रातो पूर्जा बनाउन सकेनौँ। आज रातो पूर्जा बन्दैछ। आज पनि मैले रातो पूर्जामा देखेँ 10 वर्षसम्म बेचबिखन यसमा केही पनि गर्न मिल्दैन, अंशमण्डा गर्न मिल्दैन भनेर त्यो जग्गा जति प्रमाण पूर्जामा आज पनि छ भने समस्या त हाम्रा बीचमा छ नि त। यो समस्या समाधान गर्नका निमित्त नागरिकले गर्न हुँदैन। यहाँ आयोगको अध्यक्षजी हुनुहुन्छ, आयोगको पदाधिकारी हुनुहुन्छ, नगरपालिकाका साथीहरू हुनुहुन्छ। तलबाट लेख्नुपर्ने कुराहरू के हो? जनप्रतिनिधिका तर्फबाट तलबाट नगरपालिकाले लेख्छ।
माथिबाट गर्नुपर्ने कुराहरू माथिबाट उहाँहरूले गरिदिनु पर्यो। उहाँहरू मात्रै सरकार छ माथि, तर त्यो सरकारलाई घस्केस जानु पर्यो। सरकारको प्रतिनिधित्व आयोगको पदाधिकारी टिम हो नि त। त्यस कारणले यो कुरामा अलि मेरो सुझाव त्यस्तो छ, यो काम गतिका साथ हुनु पर्यो। 10 वर्ष हिजो बेचबिखन गर्न नपाइने सेतु पूर्जामा थियो भने आज 67 देखि झन्डै 15 वर्षपछि अझ पनि 10 वर्ष आजको दिनदेखि सुरु भयो फेरि भने यो हाम्रा छोराछोरीहरू पढाउनु पर्ने हुन्छ, घर लगाउनु पर्ने हुन्छ। छोराछोरी अहिले विदेश जाँदैछन्, त्यहाँका लागि व्यवस्थापन गर्नु बैङ्कमा राख्नु पर्ने हुन्छ। यो पूर्जाले त्यो काम गर्न सकेन भने हाम्रो समस्या अझ पनि टलेको छैन। यो कुरा बुझिदिनु पर्यो भन्ने आयोगलाई। अर्को कुरा अघि नरेश सिंहजी वडा अध्यक्षले भन्नुभयो, धेरै राम्रो कुरा। नदीको उकासको जुन जमिन छ, नदी उकासै जनताको नाममा हाल्नुपर्छ भन्ने त होइन, तर हिजो नापी कार्यालयमै बसेर, मार्फत कार्यालयमै बसेर त्यही नक्सा बनाएका आधारमा नदीको त्यो बेल्टलाई धेरै बनाएर आज समस्या सिर्जना भएको छ एउटा। दोस्रो कुरा, हिजो म तपाईँलाई उदाहरण दिन चाहन्छु। हाम्रो बगुन, मेरो घर बगुन हो। बगुन 2025 सालको 23-24 सालको बसोबास भएको क्षेत्र हो। मेरो पक्की घर लगाएको 2050 सालमा मैले पक्की घर लगाएको छु। आज त्यो पक्की घर बाटोमा देखाउँदैछ। नापी कार्यालयको नक्सा हेर्नु पर्यो, त्यो चाहिँ बाटोमा देखिन्छ। जहाँ हाम्रो पिच बाटो बनाएको छौँ त्यो बाटो कसैको जग्गाको जमिन निजी जग्गामा देखिन्छ। जहाँ कसैको निजी खेत छ त्यो चाहिँ सरकारी बाटोमा देखाउँदैछ। यो हिजो गल्ती कमी कमजोरी भएको छ। यो गल्ती कमी कमजोरीलाई कसरी सच्याउने यो आयोगको काम हो। जनताको तर्फबाट जनताका प्रतिनिधिहरूले यी कुरालाई उल्लेख गरेर हामीले माथि पठाउनु पर्छ। यसलाई समाधान कसरी गर्न सकिन्छ। आज जनताको ठुल्ठुला घरहरू, मेरो मात्रै घरको कुरा होइन, मैले धेरै उदाहरण मात्रै दिएको, त्यस्ता घरहरू आज सडकमा परिरहेका छन्। पक्की सडक आज खेतमा परिरहेको छ। यस्तो समस्या छ। त्यस कारणले हामीले हिजो अस्ति जुन महाकाली सिँचाइ प्रशिक्षण आयोजनाको जुन एउटा क्षतिपूर्ति बापत अहिले नै जग्गा भएका कारणले हामीले 67% मात्रै हामीले क्षतिपूर्ति पायौँ। त्यो क्षेत्रमा हाम्रो जग्गाधरी प्रमाणपत्र भएको भए हामीले 100% क्षतिपूर्ति पाइन्थ्यो। यस्ता थुप्रै कुराहरू छन्। हामी पछाडि परेका छौँ, अझ पनि पछाडि परेका छौँ। तर यी समस्याहरू जे छन्, यी समस्यालाई समाधान गर्नका निमित्त हामी अगाडि बढ्नुपर्छ। यसमा जागरुक भएर जनप्रतिनिधिले पनि घचघच्याउनु पर्ने अवस्था छ र माथिको आयोगका साथीले पनि सरकारलाई भन्नुपर्छ के कारणले गर्दाखेरि समस्या सिर्जना भएको छ, समस्या समाधान हुन सकिरहेको अवस्था छैन। यो त सेतो पूर्जाको कुरा मात्रै हो। अब अवश्य बसोबासको कुरा गर्ने भने 10,000 त यसै नगरपालिकामा छ, झन्डै 24-25 हजार कृष्णपुर नगरपालिकामा छ, त्यतिकै संख्यामा सुल्लाफाटा नगरपालिकामा छ। अन्य नगरपालिकामा पनि त्यस्तै समस्या। हामी कहिले समस्या समाधान गर्छौँ यो गतिले गर्दाखेरि। त्यस कारणले जनशक्ति थप्ने हो, बजेट थप्ने के हो, यसका सम्पूर्ण कुराहरूका बारेमा अध्ययन र यसको परामर्श गरेर हामीले यो कुरालाई पनि ध्यान दिनुपर्ने जरुरी छ। आजको जे कार्यक्रम यहाँ राख्नु भएको छ यसका निमित्त नगरपालिका भूमि सम्बन्धी समस्या समाधान आयोग जिल्ला समितिलाई म हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु।